हेलीपैड, स्विमिंग पूल, जिम, 38 एसी रूम, 62 हेभन। अब यहाँबाट स्वर्गको ओके ल यहाँबाट स्वर्गको तयारी हुन्छ यहाँबाट रेडी बनाएंगे हेभन। ओके विश्वको तिलिचो सिस्टर के छ अनि ठिक छ नि हाम्रो नाम चाहिँ के हो तपाईको नाम अनुष्का शर्मा हो ए चितवनमा जाँदैछ चितवनमा छ भालुगाङ अस्ट्रेलिया कता कता हो यो र यस्तै छ काम भइरहेको चाहिँ बसेको दाजु चितवन सिधामा गएपछि देखाउनु पऱ्यो नि त हाम्रो वेलकम टू भिवान्ता है ल है गाइज अब हामी पनि यहाँ भिवान्तामा आइसक्यो सबैजना छन् अब ऊ त्यहाँनिर चाहिँ हाम्रो जेसन पाजी छन् ट्याक्कसँगले जेसन पाजी हेर्न यस्तै छ ट्याक्कसँगले जेसन पाजी गुड मर्निङ सबैजनालाई आज चाहिँ अब भिवान्ताबाट हामी चितवन भिवान्ताबाट हिँड्न आँटेको छु हाम्रो गाडी चाहिँ अब एक्सपल्स 210 रेडी भइसकेको छ यतापट्टि आइलक्स सबै गाडीहरू रेडी भइसकेको छ अब ट्याक्कसँगले हामी जाँदैछौँ यहाँबाट पोखरा अब पोखरा ट्याक्कसँगले चाहिँ अब हामी बाइक साइक चेक गरिसक्यौँ ट्याक्कसँगले यता हुनुहुन्छ हाम्रो सिस्टर रेहान है ओके रेडी सो गाइस सबै स्टार्ट भइसकेको छ ट्याक्कसँगले अब हामी जाँदैछौँ यतातिर हुनुहुन्छ हाम्रो जेसन बाजुजी ट्याक्कसँगले धेरै दिनपछि ओके यतापट्टि हाम्रो हेलो सिस्टर के छ अनि ठिक छ नि हाम्रो नाम चाहिँ के हो तपाईँको नाम अनुष्का शर्मा हो ए हेलो राजा के छ ठिक छ नि कहाँबाट काठमाडौँबाट होइन ओके छ त ल यतापट्टि ब्रोलाई त देखिरहेको ए त्यस ए हल्का रमाइलो दाइको होइन सो गाइस देख्न सक्नुहुन्छ यो चाहिँ जेस पाजीको बाइक हो यो चाहिँ अब 02 नम्बरको ट्याक्कसँगले म भिडियो बनाउँदैछु सो यस्तै छ जिएस पाजीको बवाल इन्ट्री माउन्टेन यहाँ छ गोप्रो अनि यतापट्टि सो यस्तै छ सबै हाम्रो गाडीहरू रेडी छ यतापट्टि सबै गाडी छ हामीले रेडी बनाइसक्यौँ अब चेक जाँच गर्ने हाम्रो चाहिँ राइड टेक्निसियन
यता हाम्रो हेड टेक्निसियन यता दाई हुनुहुन्छ रेहान दाई, म चाहिँ अब एकैन हो। त्यस्तै छ है, सबै हुँदैछ रेडी। अब ट्याक्कसँगले यहाँबाट पोखरा देख्न सक्नुहुन्छ। हाम्रो गाडी चाहिँ यहाँनिर छ, यहाँनिर टुल्सहरू सबै छ, हाम्रो सबै कुरा लगेजहरू यहाँनिर छ। अब हामी गइरहेको छौँ मुस्ताङ हिरोको उयस दाइ ए हिँड्नु भन्नु ल जाँदैछौँ। हाम्रो गाडी अगाडि गइसक्यो। स्वामीनारायणी जाँदैछु कता हो लाग्यो मनाङ मुस्ताङ ल हिरोको राइड भयो। सो आइसक्यौँ अब ट्याक्कसँगले सबैजना यहाँनिर अब राइडमा छ। हेलो ब्रो, सबैजना यतै छ। के हो यहाँ चाहिँ के हुँदैछ है? ट्याक्कसँगले यता हाम्रो बेबो। हेलो ट्याक्कसँगले सबैजना पेट्रोल हाल्दैछ यता। गुरु यता क्यामेराम्यान ट्याक्कसँगले यता पेट्रोल हाल्दैछ सबैजनाले ट्याक्कसँगले। अब सबजनाले पेट्रोल हाल्दैछ, म पनि यता यस्तै चाहिँ। हाम्रो गुरु चाहिँ कता हुनुहुन्छ? यता किङ खेल्दैछ हाम्रो दाइ। यतापट्टि सो सबैजना त्यही छ। यतापट्टि ट्याक्कसँगले हाम्रो दाइ हुनुहुन्छ सबैजना। हेलो गाइस देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी चामै पुग्न आँटेको छौँ। यहाँनिर टक्क दामी भ्यूहरू देख्न सक्नुहुन्छ। यस्तै माथि टुप्पोमा हिमाल देख्दैछ। यता चाहिँ हाम्रो गाडी छ। यो गाडीमा चाहिँ हाम्रो बाइकको जति पनि एक्सपल्सको टायर अनि यो हाम्रो स्ट्यान्ड अनि सबै यहाँ राखेको छौँ। पछाडि अगाडिको टायर अनि पछाडिको टायर सबै टुल्सहरू यहीँनिर छ। म चाहिँ यही छ। यसमा चाहिँ हिरोको म चाहिँ टेक्निसियन। बाटोमा बिग्रियो भने गाडी ट्याक्कसँगले बनाउने, त्यही भएर पछाडि हुन्छु, त्यही भएर गाडी अब हामी कुदाउँदैनौँ। ल यतापट्टि आउँदैछ गाडीहरू हाम्रो ट्याक्कसँगले हो। ल जाँदैछन् ट्याक्कसँगले हाम्रो बेबो राइडर, लेडी राइडर नेपाल vs इन्डिया एक्सपल्स ल मिलेर हुँदैछ राइड। यो चाहिँ इन्डियाको राइड हो, इन्डियाको हिरो सो कम्पनीबाट। अनि हाम्रो गोरखपुरबाट स्टार्ट भएको। मैले चाहिँ चितवनबाट जोइन गरेको। ल यस्तै छ, तपाईँहरूलाई भिडियो आउँदै गर्छ। म चाहिँ अब 2-4 दिन अब कामलाई छोडेर टक्क हिँडेको पहाडतिर टक्क लागेको है। अब ग्यारेजमा सबैले कहाँ गयो भन्छ, यस्तै हो। 2-4 दिन अब काम पनि हुन्छ, दाम पनि हुन्छ, त्यही भएर हिँडेकोमा चाहिँ त्यतिकै हिँडेको होइन है। घुमाइ पनि हुन्छ, पैसा पनि हुन्छ। ल यस्तै छ है ट्याक्कसँगले। बेसी सहरको त्रिवेणी चोकमा आइसकेको छौँ हामी ट्याक्कसँगले। ल आउँदैछौँ अब बबाल मजा आउँदैछ। हामी अब नेपालको टप राइडरहरू अनि ठिकै
ल सो गाइज हामी बेसी सहर आइसक्यौँ। अब यहाँबाट ट्याक्क लाग्दैछ, हामी जाममा छौँ। बेसी सहरमा आइसकेको छौँ। अब यस्तै छ, हामी पछाडि आइरहेको छ हाम्रो गाडीहरू, जाम छ पुरै। अब बेसी सहरको ट्याक्क भ्यू यस्तै छ है। बेसी सहर ल वेलकम वेलकम जाँदैछ यता। ल बेसी सहर आइसक्यौँ ट्याक्कसँगले। अगाडि अगाडि जाउँ जाउँ छ त ठाउँ उता छ त जाउँ ट्याक्कसँगले। यता सबै राइडरहरू छन्। हाम्रो हिरो एक्स पल्स हजुर यतै त्यो गाडी ट्याक्कसँगले हाम्रो सबै बाइकहरू यता छ है। एक्स पल्स 210 राइट ठ्याक्कसँगले यतापट्टि छ। यता राखिदिउँ न, भित्रै छिराइदिउँ अहिले के छ त। यहाँबाट ठक्क यता राखिदिउँ भइगयो। ट्याक्क हाम्रो पार्किङ हुँदैछ गाडी। ल एकछिन हालिराखौँ। ट्याक्क हामी बेसी सहर आइसक्यौँ। अब हाम्रो सबै बाइकहरू यहाँ खाना खाने ट्याक्कसँगले सबै बाइकहरू छ यतापट्टि। हिरो एक्सपल बब्बाल छ। ल म चाहिँ यता छु। यस्तै छ ल, यस्तै छ ल गाइज ट्याक्कसँगले। यता सबैजना छ, खानासाना कार्यक्रम हुँदैछ यता। राइडहरू सबै राखिरहेको छु। ठन्ड लगी कि तब बंद करने की जरूरत है सर। ट्याक्कसँगले अब त्यो गाइज अब नास्ता पानी खाना भइसक्यो। अब बेसी सहरबाट निक्लिन आँटेको हामी। अब मनाङतिर लाग्दैछौँ। अब हाम्रो राइडर्सहरू निक्लिँदैछन्। म चाहिँ यसो अगाडि आएर ट्याक्कसँगले ल यही होटल। सो गाइज अब हामी चाहिँ लमजुङ बेसी सहर आइसकेको छौँ। यता यता हेलो कुन ठाउँमा कुन होटल? लमजुङ बेसी सहर गेटवे हिमालय रिसोर्ट। नेपालको एकदम बेस्ट हिमालयन पर्यटक क्षेत्रको होइन नम्बर 1 हो क्या। ओके। यहाँ हेलिप्याड, स्विमिङ पुल, जिम, 38 एसी रुम, 62 हेभन। अब यहाँबाट स्वर्गको ओके ल यहाँबाट स्वर्गको तयारी हुन्छ। यहाँबाट रेडी रेडी मनाङ इज हेभन। ओके। विश्वको तिलिचो हाइलाइट। योर नेम? महेश महतो। ओहो इज नाइस। नाइस टु मिट यु। झापा बिरता पूर्व झापा। म पश्चिम बेसी। ओके पूर्व एन्ड पश्चिम। मिस्टर कार्की ओके। You too everywhere. Mr. Kaki meet the Himalaya resort is like. ओके ओके। ल सबैजना हुँदैछ। Your name? महेश महतो। ओहो इज नाइस। नाइस टु मिट यु। झापा बिरता पूर्व झापा। म पश्चिम बेसी। ओके पूर्व एन्ड पश्चिम। मिस्टर कार्की ओके। You too everywhere. Mr. Kaki meet the Himalaya resort is like. ओके ओके। ल सबैजना हुँदैछ। हेलो ल हाम्रो राइडर्सहरू सबै निक्लिन्छन्।
परी अब आइसक्यौँ हामी अन्नपूर्ण क्षेत्र। यहाँबाट हाम्रो सबै बाइकहरू यहाँनिर चेकआउट हुँदैछ पर्मिटको लागि। यहाँबाट टक्क सबैजना त्यस्तै छ। ल अब चाहिँ हामी जाँदैछौँ भना हामी ट्याक्कसँगले बाइकहरू छ पछाडि ट्याक्क यतापट्टि चाहिँ यही हो ट्याक्कसँगले हामी जाँदैछौँ। ल सबैजनालाई आउँछु। दोकान 10-12 दिन बन्द हुन्छ। सो गाई जानु One car, Paras is the best. सामैतिर लागेको। अब सो गाइस अब हाम्रो स्टार्ट भइसक्यो बाइक अनि यस्तै छ। म यता छु। अब बाइकहरू स्टार्ट भइसक्यो। सो यस्तै छ। आज चामे भोलि मनाङ पर्सि पोखरा निकै पर्सि तातो पानी 4-5 दिनपछि बल्ल आउँछ बुढो। ए ल हाम्रो रेडी स्टार्ट भइसक्यो गाडी। अब हाम्रो अगाडि झन् ट्याक्कै। ल सबै राइडरहरू रेडी, लेट्स गो। ल यस्तै छ मेरो टुटे फुटे भ्लग हेरिदिनु होला। सुरु हो यस्तै हो। अब ट्याक्क छ। ल घन्टी बजिसक्यो। हाम्रो बाइकहरू स्टार्ट हुँदैछ अब। सो लेट्स गो। अब हाम्रो गाडीहरू स्टार्ट हुँदैछ सट्टसँगले। इसका भी उधर कितना है? उधर इधर तो 5 लाख से नहीं ज्यादा होगा 6-7 लाख हो गए। मैं पहली बार आया तो पूछा कि बोले 50 लाख का 50 लाख का भाई तो मैंने वो टाइटल डाला था मेरे। फिर मैंने डाला था एक रिच किड्स ऑफ काठमांडू। मैंने वहाँ मीटअप किया था ना कैफे ना जेनेसिस कैफे, वहाँ पे मीटअप किया था। तो वहाँ डाला था रिच किड्स ऑफ नेपाल। तो बहुत सारा सुबह बाइक आया था। हम इंडिया गए थे और लोग बोल रहे थे बाइक का 2 लाख 3 लाख। हाँ इधर तो 6 लाख से ऊपर है ना। हर कोई बाइक का 6 लाख। हमारा 7 लाख है। ओ MT 450 चिया खाँदैछौँ। और एउटा कफी यहाँ चिया खाँदैछौँ ट्याक्कसँगले। अब कुन ठाउँ हुँदा यो जगत? ए जगत। ल ठ्याक्कै हामी जगत आइसक्यौँ। सबैजना यता बसिरहेको छ चिया कफी खाने ट्याक्कसँगले। अब यहाँनिर हुन्छ जेसन बाजी ठ्याक्कसँगले सबैजना यता। म चाहिँ यता ट्याक्कसँगले। अब यता हामी यता छौँ ट्याक्क। यता सबै आउनुभएको छ। चाय गरम चाय गरम चाय ल चाय ट्याक्क खाने यता अनि जाने यसरी। ल स्टार्ट भइसक्यो राइड यहाँबाट। ल रेडी। ल है रेडी सब राइडरहरू बवाल एकछिन। त्यो गाई त्यस्तो दामी झर्ना छ यस्तो चाहिँ। हाम्रो बाइकहरू यता चाहिँ ट्र्याक्टरसँगले। मलेशिया गया था, वहाँ पे एक ही दुकान पे बाइक रेंटल थी और वो लेके चला गया। सामने कोई बंदा 5 दिन के लिए मेरे को चाहिए था, 1 दिन के लिए। फिर मैंने KTM एडवेंचर से रेंट लिया वहाँ पे। उनको भाई ये थी बाइक
बाइक उठा के साइड कर लेगा बाइक उठाएर साइड गरिदिन्छ अब यसले ट्याक्क सबै बाइकले डिस्टर्ब गरिरहेछ त्यही पनि हाम्रो प्रो र जेसिबी राइडरले ट्याक्कसँगले गरिरहेछ र यस्तै छ हाम्रो ट्याक्क हाम्रो जेसन बाजी यता भइरहेछ हाम्रो भिडियो सबैजना र सबजना यहाँ चिया खाँदैछु नि यहाँनिर अब चामे पुग्न आँटेको छ चामे यहाँबाट 30 किलोमिटर छ सो त्यस्तै छ है ल सो अहिले चाहिँ हामी चामे लमजुङमा छौँ यहाँ लमजुङको चामेको झरना दामी छ यस्तो चाहिँ सो देख्न सक्नुहुन्छ यस्तै छ है ब्युटिफुल एकदम दामी सबैजना यति छ हाम्रो पार्टीहरू चामे लमजुङ छ है सबैसँगले रमाइलो यहाँनिर कफी खाँदै बस्ने झरना हेर्दै ट्याक्कसँगले फोटोसोटो खिच्ने यतापट्टि हुनुहुन्छ हाम्रो गुरु हामी चाहिँ यहाँ ट्याक्क बाटोमा जाँदा जाँदा चेन सुट बिग्रेको थियो ट्याक्क बनाइदिउँ बनाइसकेर अब जाँदैछौँ हिरोको राइडमा आएको सुजुकीको बाइक बनाउनु पर्यो ल साइकल छ यतापट्टि उल्टिरहेछ कहाँ से आया रांची झारखंड ठीक है हमारा वहीं पर झारखंड ठीक है दे दीजिए अभी हाम्रो चाहिँ यहाँ बाटोमा चेन फुस्केर ठ्याक्कसँगले यो हाम्रो कुन सुजुकी एल लग गया ये ठीक है ऐसा है ऑफ रोड में अब चेन लूज है गैरेज सैरेज रास्ता में गैरेज सब नहीं है हेलो ठीक है भाई क्या हुआ तुम्हारे बाइक को